everyone, नमस्कार सम्पूर्णमा and welcome back to my new vlog. आशा छ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। धेरै पछि भेट भएको छ भ्लगमा। आज किनकि आज स्पेशली मेरो भ्लग चाहिँ उता नगरकोटको हुँदैछ। साथीहरुसँग नगरकोट जाँदै छु। अनि मैले भन्नुपर्ने एउटा कुरा के थियो भनेदेखि यो एक्चुअली यो भ्लग यो च्यानल चाहिँ मेरो डान्सको मात्रै थियो नि त। नाचको मात्रै थियो। तर अर्को मेरो भ्लगको मात्रै भिडियो भएको युट्युब च्यानल चाहिँ केही कारणवश मैले पासवर्ड बिर्से जस्तो उता चलाउन मिलेन। सो उता अर्को च्यानल मेरो भ्लग वाला च्यानल चाहिँ मैले चलाउन सकेन। अनि फेरि डान्सकै युट्युब च्यानलबाट मैले मेरो भ्लग कन्टिन्यू गरिरहेको छु। अब बल्ल 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 टाइम मिल्छ। सो भाइ भ्लग नबनाउने। सो म भ्लग स्टार्ट गरिरहेको छु। एन्ड नगरकोट चाहिँ मेरो फर्स्ट टाइम हो। एक्साइटेड पनि छु। सो लेट्स सी कस्तो छ। म देखाउने नै छु। भिडियो कन्टिन्यू गर्ने नै छु। फाइनली म चाहिँ मेरो साथीहरुलाई भेटिसकेर सबैजना भेटेर अब हामी चाहिँ यहाँदेखि नगरकोटको यात्रा सुरु गर्न लागेको छु। मसँग साथीहरु हुनुहुन्छ। Say something. Yes, Hi Ridan, nice to meet you all viewers. Then we go to Nagarkot. We go to Nagarkot. Yes, to see the sunset and sunrise over the Himal. Yes. उ चाहिँ मेरो साथी इदान हो हैन। अनि अब हामीसँग अरु पनि धेरै जना साथीहरु हुनुहुन्छ। म देखाउने नै छु। भ्लग कन्टिन्यू गर्ने नै छु है। Yes. Yes. अनिसा, वेलकम ब्याक माई भ्लग। भ्लग बनाइदिउँ न त कस्तो हुन्छ है। अनि के भयो? What happened? This time hai guys. Namaste. Namaste. Time and Idan. Idan. हामी जान लागेको छौं। यता चाहिँ आयुषा र रोजिन दाजु बहिनी उहाँहरुको प्यारेन्ट्स थियो। आज चाहिँ हामी सबैजना बाइकमा नै जाने कुरा भएको रहेछ। सबैजना बाइकमा नै जाँदै छौं। लेट्स सी है। रेडी? हजुर, अब हामी जान लागेको छौं फाइनली। यता चाहिँ को हुनुहुन्छ? सुजन हुनुहुन्छ। सुजन र आखमान। आखमान। खै ताइमाहरु पछाडी। दाइ तपाई अगाडि जानुपर्छ के? हामी रेडी भइसक्यौं सबैजना। अनि म चाहिँ आयुषासँग छु है। ल लाग्यो है त हाम्रो टोली नगरकोटतिर। इदान चाहिँ मलाई चिसो मन पर्छ भनेर ज्याकेट केही नबोकी हिँडिरहेछ। त्यस्तै हो नि है। उता हाम्रो मामा घरमा जान्थ्यो नि त। हजुर। त्यहाँदेखि यस्तै हो है। परेर ताल जस्तै भइछ।
अब भने हामी नगरकोटको नजिक आइपुग्न लाग्यो रे अनि देख्न सक्नुहुन्छ हामी भन्दा तल छ घाम सनसेट हुन लागेको छ घाम डुब्ने डाँडा चाहिँ हामी भन्दा तल छ है भोलि सनराइज पनि यसरी नै देखिन्छ होला मेबी आइसा यहाँ भिडियो खिच्ने होला नि यस्तो राम्रो ठाउँमा लक लागिरहेछ ए हुन्छ जान्छ त है हामी चाहिँ सायद मेबी डेस्टिनेसनमा आइपुग्यौँ होला है हाम्रो ओ कत्रो धेरै ठुलो हावा गुड वेदर गर्मी छैन जाडो छैन यो पर्फेक्ट वेदर हो तर हाम्रो लागि जाडो छ जाडो छैन मेरो लागि चाहिँ छ फाइनली हामी चाहिँ आइसकिसक्यौँ तर यहाँ चाहिँ यति धेरै चिसो रहेछ कि ओ माई गॉड हावाले कपाल फर उडाइरहेछ ओ माई गॉड हावा हजुर इदान कति रमाइलो भयो The weather, everything here. Oh, I'm also moderated. ठिक छ अनि यता चाहिँ सुजनले ड्रोनबाट ड्रोनले हावाले उडाएर लाँदैन भनेको सुजन यत्रो ठुलो हावाले हजुर ए होइन सुजनले चाहिँ ड्रोनबाट नेपालको झन्डा टाढा हावा सबै भिडियो बनाउँदै हुनुहुन्छ है म चाहिँ उहाँको भिडियो बनाउँदैछु बिहाइन्ड द सिन्स हैन बिहाइन्ड द सिन्स है खोइ हाम्रो साथीहरू त कता जानुभयो ओहो यहाँ माथि डाँडामा आएपछि चाहिँ यस्तो छ रहेछ है मेरो पनि फर्स्ट टाइम धेरै नै राम्रो लाग्यो यस्तो ठाउँमा चाहिँ म फर्स्ट टाइम भन्नुपर्छ है त्यही भएर तर आज हामी हिँड्दै आउँदा हो होइन घरबाट हिँड्दाखेरि नै ढिला भयो सो अलिक अँध्यारो छ तर पनि म भिडियो गर्ने नै छु गर्न अनि रात परिसकेको छ भनौँ न लगभग
राम्रोसँग डाँडाहरू पनि नदेखिन सक्छ जति देखिन्छ म भिडियोमा क्याच गर्ने छु सरररररररर यस्तो छ हावाले कपाल उडाएको यत्रो धेरै Iran say something Your days huh? राम्रो हो Thank you so अनि much आज दिन especially we need to so much appreciate this amazing country and its amazing people. Thank you so much. Thank you so much. है नेपालीहरू बरु यसरी घुमिँदैन है आफ्नै देशको ठाउँमा फर्स्ट टाइम यहाँ मेरो हैन मेरो फर्स्ट टाइम इदानको सेकेन्ड टाइम हो उसको सेकेन्ड टाइम उसलाई थाहा छ बरु हेलो मलाई थाहा छैन हामीलाई थाहा हुँदैन है Hello guys, subscribe to my vlog. है चाहिँ उहाँ चाहिँ सुजन हुनुहुन्छ है हाम्रो ग्रुपको मेन गाइडेन्स भनौँ न सुजन क्या हो रहा है इधर चलो न जाऊँ ओके मिनेटमा पुग्नेवाला छौँ हामी हामी चाहिँ फेरि चल्नु यल्लो यल्लो आँखा लायो साराले कहिले काहीँ मतिर नि बाटो मोड है गाउँले केटी चाहियो भन्छन् आमाले ए ओके डिस्ट्रिक्ट माउन्टेन हो र फाइनली हामी चाहिँ यहाँभित्र रिसोर्टमा आइसकेको छौँ हाम्रो ग्रुपहरूसँग अब यता बस्ने खानेको व्यवस्था हुँदैछ लेट्स सी ओहो पुरै अँध्यारो भइसकेको छ है बिहान चाहिँ राम्रो देख्छ यो ठाउँ אני אכלתי את זה בבית מלון. מה? כן. गुड मर्निङ एभ्रिवान बेलुका डिनर गरेपछि अलिअलि पानी नि परेको थियो अनि हामी सुतिहाल्यो अनि बिहानै सनराइज हेर्ने भन्ने हाम्रो प्लान हो खास मेन उद्देश्य भनेकै हाम्रो सनराइज हेर्ने थियो तर ब्याड लक सनराइज हेर्नु पाइएन किनकि बेलुका पानी परेको थियो अनि पुरै बादल आएको थियो तर अहिले चाहिँ बिहान अझै धेरै बादल आएको थियो अहिले चाहिँ अलिअलि खुलिरहेको छ यसरी डाँडाहरू चाहिँ देखेको छ तर सन चाहिँ राइज भएर पनि माथि पुगिसक्यो किनकि 9 बज्न लागिसक्यो है घाम हुँदैन नि माथि कता आइरहनु खोइ देखिँदैन सनराइज चाहिँ हेर्नु पाएन त्यो हाम्रो ब्याड लक तर नगरकोट राम्रो रहेछ सनराइज हेर्नु पाएको भए चाहिँ अझै धेरै रमाइलो हुन्थ्यो है तर इट्स ओके अब ठिकै छ हेरौँ हिजो अलिक ढिलै आयो हामी
अनि त्यस पछाडि धेरै घुम्न नै पाएको छैन अनि अब सनराइज देख्न नपाए पनि म नगरकोटको भ्यूहरू ठाउँहरू चाहिँ देखाउने छु है त भिडियो कन्टिन्यू गर्ने नै छु हेर्दै जानुहोला अहिले चाहिँ हामी एभरेस्ट मनलाई रिसोर्टमा मात्रै छौँ नगरकोट आएदेखि माथि डाँडादेखि झरेदेखि हैन लेट्स सी हजुरहरूलाई पनि म एभरेस्ट मनलाई रिसोर्ट देखाउँदैछु राम्रो छ यस्तो 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 छ गुड मर्निङ दाइ गुड मर्निङ अनि यता 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 सरर आएपछि यस्तो छ है ओहो यता घरहरू छ यस्तो पहाडमा छ भिड छ मलाई मेरो गाउँघर मिस भइरहेछ गाउँघरको याद आइरहेछ यस्तो ठाउँ देखेर पहाड मेरो गाउँघर पनि यस्तै डाँडा पाखा छ है त्यस्तै भएर अनि हाम्रो साथीहरू सबैजना तलको देखिरहेछ थोरै देखिरहेछ तल हुनुहुन्छ सबैजना सुतिरहनु भएको छ है ओहो सनराइज हेर्न नपाए पनि He didn't believe I'm God. मेरो साथीहरू चाहिँ कता हुनुहुन्छ भनेदेखि सबैजना सरर तल झरेर अलि टाढा छ माथिदेखि ओहो हुनुहुन्छ हाम्रो ग्रुप सबैजना हाम्रो नगरकोट आउने ग्रुप है सबैजना मस्त कस्तो राम्रो ठाउँ के सबैजना सुतिरहनु भएछ सो आई डोन्ट वान्ट टु डिस्टर्ब है यता चाहिँ केटाहरू अनि यता चाहिँ हामी केटीहरू अब केही पनि उठ्नु भएको छैन म चाहिँ उठेर मस्त ब्लग बनाउने हो बस्ने हो हैन र यस्तो राम्रो ठाउँ छ ओहो गुड मर्निङ एभ्रीवान Good morning. गुड मर्निङ आयुषा ठिक छ Ayusha. Good morning. Welcome, Ayusha. आँखै खोलेन اسمع We are some mistake for him. With your legs forward. كنا لا العصابة تسوتسيم سوجا ليه ماشي لي Straight. सबैजना घुर्दै सुत्नु भएछ Lots of guys.
Background आएर Look at the drone. Bye bye. يلا يا تروح. अब सिर्फ चढ्ने भनेर ड्रोनलाई. I'll see you guys. Okay. Come on. Bye bye. Have a safe flight. Have a safe. safe walk. Drone. I need to show the bear. I'm crowded. I need a brand. मैले एउटा भिडियो हेरेको थिएँ क्या यसो अनुराग Bye. بالسيدر انا غتسلك دوك اختا فوميت As tirish ani omed mimil actually. ואני אחזור לבד. אני רק רוצה לדבר. ديندا फोटो गएन अहिले मेरोमा चाहिँ भिडियो इदान ल Makes noise like in horror movie. ओ यहाँ radio बज्यो भाइ इदान अब हामी Now we go back to Kathmandu. अब हामी काठमाडौँ जान लागेको छौँ नगरकोटबाट है अब हामी चाहिँ नगरकोटबाट काठमाडौँ फर्कन लागेको छौँ हो कस्तो भयो धेरै राम्रो छ धेरै राम्रो छ धेरै ठिक छ यस रमाइलो भयो है उनीहरूसँग चाहिँ मेरो फर्स्ट टाइम थियो तर सुजान धेरै नै रमाइलो भयो उनीहरू सबैजना रमाइलो बदर उहाँहरू सबैजना रमाइलो हुनुहुन्छ सो रमाइलो भयो Ken, guys, look at the drone. Look at the drone. Hello. Lol, friends, let's go there. There. Where यार भयो यहाँ चाहिँ ड्रोनबाट भिडियो सुट हुँदैछ अनि हामी चाहिँ यता सुमसर हाई ड्रोन He will count 1 to 3 and we all wave and say bye. Okay. Ow. What? Okay. Bye bye. See you Nagarkot. Yalla chalo. Yalla chalo La mattina. Ciao. Akman Bella ciao. La sei a moyo. La Partigiano. Oh, bella, No. bella ciao, la mattina. Bella ciao Why ciao. مش ممكن تقع هاي الدرون अब हामी निस्कन लागेको हाम्रो ड्रोन चाहिँ उता गएको छ आउँदैछ है अनि हामी निस्किन्छौँ हाम्रो सबैजना प्याक गरेर रेडी भइसकिसक्यौँ ग्रुप फोटो खिच्न लागेको छु एउटा झ्यालमा बस्ने हो एउटा झ्यालमा बस्ने हो ओके रेडी भन्नु है सुजन यति आउँछ हामी सबैजना रेडी
Okay. One more time. आँखै खुल्न गाह्रो भइसक्यो मलाई। Let's go. Okay, I'll take one video so you guys are watching from there. Okay. Now हामी चाहिँ ड्रोनबाट भिडियो बनाउँदैछौँ र बिहाइन्ड द सिन्समा चाहिँ फोनबाट everyone go back. Back, go back. Yeah, to Ayusha. Ayush. And we will go forward until Susan. Okay. पर्दैन? भयो दाइ? Where is drone? Dikta. ठिक छ। Oh. Susan, film the area. ओहो But now it's such a good weather. अब हामी चाहिँ यहाँ सबै सकाएर ब्याक हुन लागेको छौँ है। यहाँ माथि चाहिँ यस्तो धेरै राम्रो फुलहरू छ। Oh my god. Yeah, we can go to your taxi. Taxi is on the way. Taxi on the way. Yeah. आउँछ। बाई बाई के अरे मनला रिसोर्ट एन्ड बाई बाई नगरकोट अझै सकिनु बाँकी छ तर रिसोर्टबाट चाहिँ हामी निस्किँदैछौँ है। They are waiting for me to raise more. Hello, bye bye. Hello, Manisha. Hi. Ayusa idan koy. Mistari. We can go all the way right. Did it say? Get off. Both of हामी चाहिँ मनला रिसोर्टबाट थोरै माथि नगरकोटको डाँडामा आएको छौँ है। अहिले फर्किँदैछौँ अनि यस्तो छ यताको भ्यूहरू चाहिँ। हिजो नाइटमा अँध्यारो थियो, राम्रोसँग देख्न सकिएको थिएन, देखाउन सकिएको थिएन। हाम्रो ग्रुप चाहिँ उता हुनुहुन्छ, उता। वाउ साँच्चै राम्रो छ है। सनराइज चाहिँ देखेन, अब सनराइज हेर्न चाहिँ नेक्स्ट टाइम आउनेवाला छौँ। हेलो फाइनली अहिले भने चाहिँ हामी माथि डाँडामा छौँ है। कस्तो धेरै हावा चलिरहेछ अनि यहाँदेखि चाहिँ अब हामी सिधै फर्किन्छौँ काठमाडौँ नगरकोटदेखि। आजको मेरो भ्लग यस्तै हुन गयो। हजुरहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नबिर्सनु होला। थ्याङ्क यू सो मच जति पनि मेरो भिडियो हेरेर मलाई माया गरिदिनु भएको छ। थ्याङ्क यू सो मच। म अझै पनि भिडियो कन्टिन्यू गर्ने नै छु है। अब त बाटोको मात्रै हुन्छ है। अनि यस्तै रह्यो आजको भ्लग। थ्याङ्क यू सो मच। יש פה איזה אופנה שחושב. עוד מצליחה לתת 300. ואז बाई बाई। कहिले यस्तै हुन्छ हो। फाइनल्ली हामी चाहिँ आइसक्यो है त अब नगरकोटबाट। ल हाम्रो नगरकोटको टुर आजको यस्तै रह्यो। हामी आइसकिसक्यौँ इदानहरूको बस्ने ठाउँमा। ओके से समथिङ। हामी रिजोर्ट भन्दरखाल आइसकियो नगरकोट घुमेर नगरकोट तामेरा
नगरकोट घुमेर घुमेर थ्याङ्क यू फर एभ्रिवान थ्याङ्क यू काम थ्याङ्क यू टु इदान थ्याङ्क यू मनिषा ओके 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 हेलो फाइनली म रुम आइसकिसकेँ हाम्रो नगरकोटको टुर सकाएर साथीहरूलाई रिसोर्टमा छोडेर म हतार रुम आइसकेँ किनकि हिजै गएको अनि अलिकति थाक्यो पनि फेरि मेरो यो लङ टुर ग्रुपमा फर्स्ट टाइम हो अनि फर्स्ट टाइम भए पनि तर एकदमै रमाइलो भयो एउटै नरमाइलो भनेको हामीले सनराइज देख्न पाएन किनकि पानी परेको थियो बादल लागेको थियो त्यही भएर सनराइज हेर्न नपाए पनि तर नगरकोट घुमेर रमाइलो भयो हाम्रो ग्रुपको सबैजना रमाइलो हुनुहुन्थ्यो त्यसै पनि रमाइलो हुने भइहाल्यो अनि आज हाम्रो ग्रुपमा चाहिँ 7 जनाको ग्रुप थियौँ अनि 7 जनाको ग्रुपमा ताइमा इदान र अहमद 3 जना चाहिँ हाम्रो बाहिरको साथीहरू हुनुहुन्थ्यो अनि बाँकी हामी 4 जना चाहिँ यताकै थियौँ अनि सबैजना रमाइलो भयो सो थ्याङ्क यू सो मच एभ्रिवान थ्याङ्क यू सो मच मेरो आजको टिमलाई पनि अनि आजको हाम्रो नगरकोटको भ्लग चाहिँ यस्तै रहन गयो हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ अब थ्याङ्क यू सो मच सबैजनालाई थ्याङ्क यू सो मच अब बाई बाई थ्याङ्क यू सो मच सबैजनालाई